अनि एजुकेसनमा पनि अब यो बेङ्गलोरको स्टार्ट भने एउटा अलिकति सँगै पढाउने भने ककाकी होइन ककाकी भने चाहिँ हामीले अराउन्ड 2019-20 नेपाली पढाउने भनेर यहाँ नेपालमा नेटिभ रियल एक्चुअल प्रोफेसनल नेपाली टिचरले संसारभरि भएका नेपाली बच्चा अडल्ट सबैलाई चाहिँ अनलाइन नेपाली पढाउने प्लेटफर्म पनि सुरु गऱ्यौँ 2000। सस्टेनेबल छ, एकदमै सस्टेनेबल छ एक्चुअली। ककाकी इज वान अफ दि प्लेटफर्म्स द्याट आइ एम प्राउड अफ होइन। टेल मी मोर अबाउट इट। त्यही त अब हामीले मेरो छोरी छ 12 वर्ष र अहिले 5.5 वर्षको छोरा छैन। छोरी अब सबैलाई विदेशमा गएको अब चाँडै विदेश गयो अनि सबैको चाहिँ के हुन्छ भन्दा अलिकति आफ्नो आइडेन्टिटी खोज्छ नि सबैले होइन। एट द एन्ड अफ द डे सबै चिज भइसकेपछि सुरुमा अब घाँसपास कपास हो, घाँसपास कपास चाहिँ अलिकति सेक्योर भइसकेपछि देन यु लुक फर आइडेन्टिटी, आफ्नो पहिचान के हो त होइन। पहिचान खोज्दाखेरि अब कोही एउटा मुख्य माध्यम भनेको हो भाषा हो होइन, भाषा संस्कृति। अनि भाषा संस्कृति जान्यो भने त्यसपछि यु गेट कनेक्टेड, यु फिल अट्याच्ड। अनि अब त्यो चाहिँ सबै प्राय विदेशी नै प्यारेन्ट्सहरूलाई हुन्छ, आफ्नो बच्ची चाहिँ अलिकति कनेक्टेड भइराखुन् भन्ने अभियसली मलाई पनि थियो। अनि त्यहाँ चाहिँ नेपाली कम्युनिटीहरूले युएसमा अन्त पनि आजकल चाहिँ विकेन्डमा एक दिन आइतबार जस्तो अलिक धेरै मान्छे भएमा सँगै ल्याएर नेपालीहरू पढाउने सिकाउने अलिकति कल्चरहरूको बारेमा कुरा गर्ने हुन्थ्यो। ठ्याक्क कोभिड भयो अनि अब जान मिलेन। अनि त्यसपछि म र अर्को 1-2 साथी भएर हामी सल्लाह गऱ्यौँ कि नेपालमा एकजना टिचर खोजौँ अनि अनलाइन भए पनि पढौँ होइन, नेपाली गऱ्यौँ त्यो। अनि एकदमै सक्सेसफुल इफेक्टिभ भयो, प्रोग्रेस गरे बच्चा छोरीहरूले। अनि अब साथीभाइहरूसँग कुरा भयो, सबैजना धेरैले इन्ट्रेस्ट देखाए। अनि ओके लेट्स स्टार्ट अ प्लेटफर्म भनेर हामीले ककाकी भने कलम कापी किताब पनि भयो, वर्णमालाको पनि भयो, सुरु गऱ्यौँ। अनि लगभग हामीले 500 विद्यार्थीलाई पढाइसक्यौँ होइन। अहिले कस्तो मतलब यो विकली बाई विकली कस्तो? मोस्टली विकली हुन्छ। यो चाहिँ एकदम इन्डिभिजुअलाइज्ड 3-4 हुन्छ एउटा क्लासमा। अनि टिचर चाहिँ नेपालमा हुन्छन्, स्टुडेन्ट चाहिँ जहाँ पनि हुनसक्यो संसारभरि होइन। टाइमिङहरू हामीले ठ्याक्क स्टुडेन्टलाई जहिले पाएको पर्छ त्यो मिलाएर, त्यो लेभलहरू स्टुडेन्टको लेभल मिलाएर, एजहरू मिलाएर ठ्याक्क क्लास बनाउँछौँ। अनि एकदम पर्सनलाइज्ड टिचिङ हुन्छ। सबैले टिचरले हरेक स्टुडेन्टलाई चाहिँ इन्ट्रेस्ट दिएर अनि दे मेक गुड प्रोग्रेस। अनि त्यो भएपछि भाषा मात्र भएन, अनि पढाउने तरिका चाहिँ त्यो एकदम कखमा फोकस गर्ने भन्दा नि अलिक कन्भर्सेसनल, अलिक फन, म्युजिक, गाउँ खाने कथा, भिडियो होइन, प्रप्सहरू अब बनाना भने केरा भन्यो भने केरा नै ल्याएर देखाउने होइन। अनि आफ्नै इनबिल्ट सिस्टम बनाउनु पर्छ कि जुमहरू जस्तो? ऊ चाहिँ जुम युज गर्ने हो भिडियो चाहिँ, तर अब त्यो प्लेटफर्म त्यो उहरू सिस्टम एपहरू चाहिँ आफ्नै छ, त्यो बन्दै पनि छ। एक्चुअली हामीले नेपालकै 2-3 फर्मसँग काम गरिरहेछौँ बनाउनलाई। अनि कति कस्ट लाग्छ एउटा बच्चालाई पढाउनको लागि? त्यो ग्रुप क्लास 3 देखि 4 जनाको ग्रुप क्लासमा बस्यो भने चाहिँ मन्थली $40 हप्ताको 1 दिन 1 आवर भने चाहिँ महिनाको 4वटा क्लास भयो होइन। भनेपछि $10 पर क्लास भन्न मिल्यो। त्यो भने अब एटलिस्ट फ्रम युएसको पोइन्ट अफ भ्यू हेर्दा चाहिँ इट्स भेरी रिजनेबल। प्लस यहाँ पनि त जब जेनेरेट भयो किसिमको। एक्ज्याक्टली, यहाँ त्यही त हाम्रो अब 10-12 जना टिचरहरू स्टाफहरू छन्। फुल टाइम नै भन्न नमिला, उहाँहरूको डे जब छ स्कुलमा। यो चाहिँ मोस्टली उहाँहरूले बिहान पढाउनुहुन्छ, किनभने यहाँ बिहान भने उहाँको बेलुकी हुन्छ होइन उतातिर। अनि उहाँहरूको तर उहाँको फुल टाइम जब भन्दा आई थिङ्क ककाकी इज डुइङ देम वेल। हजुर सहित अरू कतिजना? 2 जना छ। हजुर अर्को 2 जना छन्, हामी 3 जना टोटल 3 जना छौँ। ए ओके। ए प्योर इम्प्याक्टको लागि क्रिएट गरेको? इट्स फुल्ली फङ्सनल टोटली सस्टेनेबल। हाम्रो खल्तीबाट $1 युज पनि भएन होइन। डिभिडेन्ड दिन्छ त? या इट्स डुइङ वेल, इट्स डुइङ वेल एक्चुअली डुइङ छ। अब हाम्रो चाहिँ अब ग्रो गरेर अलिकति एस्पिरेसन चाहिँ मेबी इन अ फ्यु इयर्स 1000 स्टुडेन्ट होइन, 5000। अब मार्केट छ, इन्ट्रेस्ट पनि छ, अलिकति आउटरिचमा चाहिँ काम गरिरहेछौँ अहिले। अनि अब भाषा भयो, त्यसपछि अब अरू चिजहरूतिर पनि जान सकिन्छ, हेर्दै जाउँ डान्स होइन, अरू इन्ट्रेस्ट के हुन्छ। सो बेसिकली त्यो पहिचान हो हाम्रो गोल भने, कनेक्टिङ पहिचान। बाबामा हजुरबा हजुरआमासँग कुरा गर्न सकुन्। अनि मलाई एकदमै फिल भएको चाहिँ मेरो छोरी फर्स्ट टाइम आउँदाखेरि उसले अलिअलि पढ्न जानेको थियो नेपाली। अनि एयरपोर्टमा आएर अब नमस्ते स्वागत छ भनेर लेख्छ नि एयरपोर्टमा, अनि सी कुड रिड लिटल बिट। अनि राइट अवे क्या त्यतिखेरै सी फेल्ट कनेक्टेड। ओके, दिस इज माई प्लेस, आम नट होइन फरेन कन्ट्रीमा म भ्याकेसनमा होइन, यो म आफ्नो घर आएर छु भन्ने चाहिँ उसलाई फिल भयो। अनि अब बाटोमा जाँदाखेरि पनि साइनहरू पढ्न सकेपछि त माई गुडनेस, त्यो इट गिभ्स डिफ्रेन्ट काइन्ड अफ प्लेजर टु अ प्यारेन्ट, माइसेल्फ बिङ अ प्यारेन्ट। अनि ऊ हुँदैन त कहिले काहीँ जस्तै फर इक्जाम्पल एकदमै एउटा साइड हसलको एउटा साइड आइडियाको रूपमा इनिसिएट गरेको आइडियाले एक्चुअली राम्रो पर्फर्म गर्दाखेरि यसमा त पोटेन्सियल छ कि क्या, सबै कुरा छोडेर यसमा जम्प हान्दिउँ भन्ने टाइपको त्यस्तो हुँदैन कहिले काहीँ? त्यो लेभलमा चाहिँ पुगिसकेको छैन अहिलेसम्म छैन, किनभने आई स्टिल इन्जोय माई जब होइन। अब
त्यो लेभलको जब म त्यो छोडेर त्यसमै मात्र गर्छु भन्ने त्यो लेभलमा चाहिँ पुगेको छैन. मेबी इट्स पोसिबल. अब मेबी 4-5 हजार स्टुडेन्ट पुऱ्याउन सकिन्छ होइन. त्यो अलिकति लाग्यो भने त्यो गऱ्यो भने फाइनेन्सियल्ली आई थिङ्क द्याट्स अ पोसिबिलिटी. तर मेरो आफ्नो पर्सनल इन्ट्रेस्ट नै चाहिँ छैन मलाई इम्प्याक्ट. तर वी आर ट्राइङ टु ग्रो. अब टिम क्रिएट गर्ने, अब टिम बनाएर होइन म आफै फुल टाइम त्यसमै इन्भल्भ हुने भन्दा पनि त्यो चाहिँ छ. तर आई डोन्ट वान गिभ माई यो अब जुन कटिङ एजमा बसेर यो टेक्नोलोजीमा म काम गरिरहेको छु नि सिलिकन भ्यालीमा, आई डोन्ट वान गिभ द्याट अप. अनि अब त्यसबाट नि मेरो कन्ट्रिब्युसन झन् धेरै हुन्छ क्या. सो आई हेभ सम आइडियाज. अब यो अनुपसँग अस्ति हाम्रो कुरा पनि भएको थियो कसरी चाहिँ कनेक्ट गराउने होइन सिलिकन भ्याली काठमाडौँ होइन. त्यो विभिन्न आइडियाजहरू छन्. त्यो चाहिँ मोर हायर इम्प्याक्ट चाहिँ सिलिकन भ्यालीको कोर टेक्नोलोजीको सेन्टरमा कोरमा बसिराखेँ भने आई थिङ्क आई हेभ मोर एबिलिटी टु डु द्याट.